अहिले यहाँ मारङ्गा भन्ने ठाउँमा आइपुगेको छ र यहाँनिर अब हामी गाडीबाट ओर्लिँदैछौँ। यता शान्ति दिदी, उता ज्वाइँ। अब चाहिँ हामी सर यो अवलोकन गर्दैछौँ यहाँ थाकलका रुखहरू। थाकल हो कि के हो यो नि? थाकल जस्तै छ होइन? अनि एकदम सुनसान छ यो पुरानो मन्दिर भन्दै हुनुहुन्छ यहाँ ज्वाइँले। हामी यो ठाउँमा चाहिँ अब हामी अवलोकन गर्छौँ कस्तो रहेछ अस्ट्रेलियाको मेलबर्न एडिलेड भन्ने ठाउँबाट चाहिँ यो हामीले अवलोकन गरिरहेछौँ। र मेरो साथमा चाहिँ अहिले मेटाले पनि भिडियो गरिरहेछ। फोटो खिच्ने कुरो गर्दैछन् हो, दिदीले पनि भिडियो गर्दै हुनुहुन्छ। यो मन्दिरतिर जाँदैछौँ हामी। एकदम यो हिलमा छ। अस्ट्रेलिया एडिलेडकै चाहिँ एडिलेडको यो ठाउँको नाम चाहिँ मारङ्गा भन्दो रहेछ यसलाई चाहिँ। यस्तो मजाको छ। हाम्रो पार्टीहरू आउँदैछन् तल। अझै हरियो हुन्थ्यो अरे यो अहिले चाहिँ अलिक सुक्खा सुक्खा भएको छ। पातहरू झरेर यहाँ चाहिँ ठन्डी मौसम सुरु भएको छ अहिले होइन। उकालोमा हिँड्ने बानी हराएछ दमबाट। माथिबाट चाहिँ भिडियो खिच्ने कोसिस गर्दैछु मैले। अन्त हरियाली सारा यता ढाँडा यस्तो छ। पुरानो मन्दिर भन्दै हुनुहुन्छ ज्वाइँले। तल फोटो खिच्दै पार्टीहरूले मलाई कराउँदै पनि छन्। फोटो खिच्दै ल यो चाहिँ अहिलेको मारङ्गा भन्ने ठाउँको चाहिँ एडिलेडदेखि 41 मिनट समथिङ लाग्दो रहेछ। यसको भिडियो चाहिँ अहिले यति नै मात्रै छ। अरू अपडेट गरिन्छ कि नानीहरू आउँदैछन्। ल थ्याङ्क यू सो मच। मेरो भिडियो अरूहरू पनि छ अस्ट्रेलियाको टुरको हेर्नु होला होइन। च्यानललाई पनि सब्सक्राइब गर्नु होला नयाँ साथीहरूले। धेरै भिडियोहरू आउँछ है मेरो। धन्यवाद।